म चाहिँ अहिले उठेँ नि त होइन, अहिले उठेँ मतलब बिहानै उठेको, उठेर पनि अन्त बाहिर गएर आएर होइन फेरि ढल्केको थिएँ, मिलाइपठाएको छु। सो अहिले उठेको नि त, अनुहारहरू पनि याद भइहाल्यो तपाईँहरूले होइन। अन्त चाहिँ उठेर चाहिँ होइन चिया खानु पऱ्यो भनेको, दुधै छैन रहेछ फ्रिजमा। अन्त दुध मगाएँ होइन, दुध सँगसँगै दही मगाएँ, अब पानी केहरू मगाएँ नि त मगाएँ होइन। अन्त अब सबैले भन्छ नि होइन, अब ब्लिङ्केट के भन्छ अनलाइन सामान मगायो भने चाहिँ सुबिस्ता दैलोमै ल्याइदिइ त हाल्छ कि, दैलोमा थाप्नु त हो यस्तो भन्छ नि होइन। तर अब हेर्नु यस्तो हुन्छ होइन, मैले यहाँ दुध मगाएँ, अब यसरी आउँछ, यो एक प्याकेट आयो, यो एकजना मान्छेले ल्याउँछ होइन। यसमा चाहिँ मैले जुस मगाएको थिएँ होइन, यो माजा मगाएको थिएँ, माजा आयो, दुध आयो होइन, दुध आयो हो। अर्को के आयो भने यसमा चाहिँ 10 रिमुभर फेस वास चाहिँ उनीहरूले फ्रीमा दिएको, यो आएँ। अनि यो लिएर आयो एकजना मान्छेले होइन। अन्त त्यहाँ पानी मगाएँ, पानी एक बोतल एउटा मान्छेले लिएर आउँछ होइन, अर्को बोतल अर्को मान्छेले लिएर आयो, गर्दाखेरि 3जना मान्छे भयो। त्यहाँबाट दही मगाएको थिएँ, यो एउटा टिक्लिक्के बोकेर एउटा मान्छे आउँछ, 4जना भयो होइन। सो 4 खेप उठेर दैलो खोल्नु पऱ्यो नि त 4जना मान्छेले होइन। 4जना मान्छे आउँदाखेरि त अब यो त अनलाइन मगाएको र नमगाएको के फाइदा भयो, यो त बजार गएर किनेर आएको जस्तो भइहाल्यो नि होइन। 4 खेप उठेर दैलो खोल्नु पऱ्यो, टिङ्लिङ एउटा आउँछ, फेरि एकछिन फेरि अर्को टिङ्लिङ पार्छ गेटमा होइन, दैलोमा 4 खेप उठेर दैलो खोलिन्जेलसम्म त म त उपर मार्केट पुगेर पनि आइसक्छु होइन। तर के गर्नु, अब गरमले गर्दा मगाउनै पर्यो। अन्त नि यस्तो खालके दही मगाउँछु नि त होइन, यो दहीमा चाहिँ अब यो खालके दही खान्छु नि त। सो यो दही चाहिँ राम्रो हुन्छ, तपाईँहरू पनि बाहिर बस्दैछ यो खालके दही खानुहोस्, यो प्राइड अफ काउज भन्ने यो दही हुन्छ कि, यो चाहिँ राम्रो हुन्छ, फुट्ने बोतलमा हुन्छ होइन। अब एज कम्पेयर टु त्यो अरू दहीहरू त्यो जुन लाबरको बट्टामा त्यो प्लास्टिकमा आउँछ नि, त्योहरू भन्दा चाहिँ यो राम्रो हुन्छ। अन्त के अरे जस्तै अब यो तर हुनु चाहिँ अब यो अलिकति महँगो पर्छ होइन, अलिक एक्सपेन्सिभ छ। जस्तै त्यो अब 60 रुपियाँमा 500 ग्राम पाउँदैछ भने यो चाहिँ कति छ भने नि 320 ग्राम छ यो चाहिँ होइन। तर यसको चाहिँ अब 95 रुपिस पर्छ, अलिकति महँगो छ, तर यो चाहिँ अब राम्रो हुन्छ खानुको लागि चाहिँ। सो तपाईँहरू पनि ट्राई गर्नुहोस्, बाहिर बस्नु हुँदैछ भने चाहिँ यो दही चाहिँ राम्रो हुन्छ बाहिर चाहिँ होइन। अन्त नि यो दही त त्यस्तो भइहाल्यो, म खासैमा चाहिँ यो दहीको लागि यो गरेको पनि होइन कि, के हुन्छ भन्दा चाहिँ नि यो दहीसँग चाहिँ नि मेरोमा यो खालके आउँछ, हेर्नु ल यो आउँछ हो, यो आउँछ होइन। तर यो चाहिँ के हो मलाई यादै छैन, यो चाहिँ मेरोमा यति बेसी थुप्रिसक्यो होइन। अब दही किन्दै पछि आउँछ यो यस्तो होइन। यो चाहिँ उयो यो अब यसो बा त अब यसलाई यसो गरेर यो चाहिँ यसो चिसो बनाएर पठाएको होला सायदै उनीहरूले होइन। अब तर यो चाहिँ उयो पनि होइन है, इट्स नट आइस ब्याग, यो आइस ब्याग पनि होइन, दिस इज नट आइस ब्याग। तर अब हेर्दा चाहिँ आइस ब्याग जस्तै छ हो, तर यो भित्र काट्यो भने चाहिँ नि यस्तो निस्किन्छ, हेर्नु ल। मैले पहिला काटी हेरेको कि खानेकुरा हो कि भनेर, तर यो खानेकुरा हो जस्तो लागेन, ब्लू कलरको पानी निस्किन्छ। बा यो पाइप फुटेकोहरू टाल्ने हो कि यस्तो हुन्छ, हेर्नु लाइक पानी नै हुन्छ हो, तर ब्लू कलरको हुन्छ। यो चाहिँ मेरोमा चाहिँ यति बेसी थुप्रिसक्यो होइन। यो चाहिँ केमा काम लाग्छ भन्नुहोस् न मलाई, तपाईँहरूलाई याद छ भने, कि अब फेरि यसको लागि गुगल गर्ने बेला भइरहेछ। सो थ्याङ्क्स फर वाचिङ, बाई बाई।